बाबा नयाँ वर्षमा घुम्न जाने भन्नुभयो हैन? आज 2 गते भइसक्यो त हौ। कहिले जाने घुम्न? तैँले पनि त नयाँ वर्षमा ए प्लस ल्याउँछु भनेको थिइस् नि, ल्याइस् त? लिएको छु त बाबा। हिजोको टेस्टमा ए प्लस आएको छ मेरो। हो र? कुन टेस्टमा ए प्लस आयो तेरो? ब्लड टेस्टमा बाबा। अबे साले। हिजो मम्मी र मेरो ब्लड टेस्ट गरेको, मम्मीको त बी प्लस मात्रै आयो, तर मेरो त ए प्लस आयो। देख्नु भयो बाबा, मेरो खुनमा ए प्लस छ। कोटेरो बाउले भन्छ। चुप्लाक गधा, त्यसलाई ए पोजिटिभ भन्छ, ए प्लस होइन। तपाईलाई कसरी थाहा भयो? तपाईले पनि ब्लड टेस्ट गराउनु भएको छ र? ब्लड टेस्ट गर्नलाई ब्लड हुनु परेन? शरीरको सबै ब्लड तैले र तेरो आमाले चुसेर सकिसकिस्, अब त युरिन टेस्ट गरे त हो नि। ए मम्मी पनि आउनु भएछ। वेलकम मम्मी, वेलकम टु द शो। जय हनुमान ज्ञान गुण सागर, जय कपीश तिन लोक उजागर, रामदूत अतुलित। यो के गर्नु भएको बाबा तपाईले? मन्त्र जप्दैछु नि, देखिनस्? किन जप्नु भएको त? मन्त्र त भूत देख्दा पो जप छैन र? हेर्न तेरो आमालाई, भूत भन्दा कम छ तेरो आमा। के रे? तिमी मर्यौ मेरो हातबाट अब। ऐसा मत करो मेरी जान। मम्मी, मामा माइजू आउनु भए जस्तो छ। ढोका खोल्दिऊ? जा खोल्दे खोल्दे। बच्चौ तिमी। बेच्यौ तिमी। Oh no! को रहेछ छोरा? मामा माइजू नै रहेछ? पखै म आउँदैछु। ओहो, मेरो भान्जाले पो ढोका खोलेको। कस्तो ज्ञानी भान्जा है। ज्ञानी नै छु मामा, म तपाईँ जस्तो होइन नि त। के भनिस्? त्यसरी बोल्छ मामासँग? नमस्ते गर मामा माइजूलाई। हे, अस्तिकै वर्ष गरेको त हौ, कति गर्नु? फेरि गर। यो किन मातिएको यति साह्रो? केही छैन बहिनी, केही छैन। बच्चाहरू यस्तै त हो नि। बच्चा भनेर छोड्दियो भने त टाउकोमा टेक्छ नि भाउजू। बच्चा पनि के भन्नु हौ जेठानी, पहिलेदेखि नै मेरो बिहे गरिदिनु, मलाई साथी चाहियो भन्छ। यस्तोलाई के बच्चा भन्नु? के बोल्छ यो मान्छे फेरि? छाला चिलाउँदैछ हो तिम्रो? दाजु भाउजू किन त्यहाँ उभिनु भएको? आउनु न यता बस्नुहोस्। के लिनुहुन्छ तपाईहरू? चिसो तातो के ल्याऊ? मेरो लागि चिसो। मेरो लागि चाहिँ तातो है। भयो बहिनी छोड्दे, अहिले केही खानु मन छैन, पछि खाउँला। नयाँ वर्षको माहौल छ, यसो गफसप गरौ न सुरुमा। गफ नै गर्नु थियो भने फोनमा गरेको भए पनि भइहाल्थ्यो नि। यहाँ चाहिँ किन आउनु पर्यो त? साले तू स्याबास। को हो त्यो स्याबास भन्ने? यहाँ मेरो छोरा बिग्रिन लागिसक्यो, तँ चाहिँ स्याबास भन्छस्? होस पुऱ्याएर बोले अबदेखि। वाह क्या एक्टिङ कर रहा है। बहिनी, तेरो घरमा त 2-2 जना बच्चा रहेछ हौ, कसरी झेल्छ सिनीहरूलाई? के गर्नु दाजु, झेल्नै पर्यो नि। जस्तो भयो नि, आफ्नै बुढो हो, आफ्नै छोरा हो, माया लागिहाल्छ। झुट, सरासर झुट। मम्मीलाई हाम्रो एक रति नि माया लाग्दैन। बात तो सही है। माया गर्ने मान्छेले चप्पलको झटाएर हान्छ त मामा? तपाईँ आफै भन्नुहोस् त। त्यो त मम्मीको माया देखाउने तरिका पो हो त भन्छ। हो र माइजू, त्यसो भए म तपाईँलाई धेरै माया गर्छु। म पनि त्यसरी नै माया देखाउँ तपाईँलाई। भान्जा, मलाई जे भन्नु छ भन, तर माइजूलाई केही नभन। म तिम्रो माइजूलाई आफू भन्दा धेरै माया गर्छु, त्यसैले उसको बेइज्जत सहन सक्दिन म। वाह क्या लड्का है। हो रहेछ मामा, त्यही भएर पो तपाईँले माइजूको पनि लुगा धुनु हुँदो रहेछ। देख्यौ मेरो दाजुले भाउजूलाई कति माया गर्नुहुन्छ? तिमीले कहिले यसरी माया गरेको छौ मलाई? अनि तिम्रो भाउजू तिमी भन्दा राम्री पनि हुनुहुन्छ नि त। एकचोटि जेठानीलाई हेर अनि आफूलाई हेर त, एउटा स्वर्ग कि परी, अर्को कठै बरी।